नमस्कार। 2022 साल वैशाख 11 गते सदाझै आज पनि मैले नेप्से अपडेट लिएर आएको छु र आज दिनभरिको कारोबारमा 2.808 अङ्कले बढेको छ र बजार आज 2658.02 मा गएर क्लोज भएको छ। पर्सेन्टको आधारमा 0.07% ले वृद्धि देखिएको छ। 83 वटा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले कमाएका छन् भने 161 वटा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले गुमाएका छन्। यस्तै गरेर एउटा कम्पनी आज अनचेन्जमा रहेको छ। आज टप गेनरमा पर्ने कम्पनीहरूमा एनएमआइसी, क्री, एनजीपीएल, विन लघुवित्त, यूपीसीएल, राधी, एनआरएन, एमबीजेसी, केडीबीवाई र एसएमएफबीएस रहेका छन्। त्यसै गरेर टप लुजरमा जीआरडीबीएल, सीओआरबीएल, सिन्धु, केबी, एसएस, जेएफएल, एसएमएच, यूएचईडब्ल्यूए, नेस्टो र एचएचएल रहेका छन्। त्यसै गरी आज टप टर्नओभर आउनेमा एनजीपीएल, राधी, एनआरएन, यूपीसीएल र एचआईडीसीएलपी रहेका छन् र टप भोल्युममा एनजीपीएल, यूपीसीएल, राधी, एचआईडीसीएल र एचआईडीसीएलपी रहेका छन् र टप ट्रान्जिसन हुने कम्पनीहरूमा पनि एनजीपीएल, यूपीसीएल, राधी, एचआईडीसीएल र बीएचएल रहेका छन्। यसै गरेर आज दिनभरिको कारोबारबाट 7 अर्ब 87 करोड 93 लाख 81,268.28 रुपियाँको कारोबार भएको छ। त्यसै गरी आज दिनभरिमा 1 करोड 97 लाख 54,245 किता सेयर ट्रेड भएको छ भने 70,703 किता 3 ट्रान्जिट भएका छन् र आज दिनभरिको कारोबारमा 308 वटा कम्पनीहरू कारोबार भएको छ। सेक्टर वाइज हेर्ने हो भने आज बैंकिङ इन्डेक्स 0.3 अङ्कले बढेको छ। डेभलपमेन्ट बैंकिङ पनि आज पनि घटेको छ। फाइनान्स पनि घटेको छ। होटल एन्ड टुरिज्म पनि घटेको छ। हाइड्रो पावर 0.22% ले बढेको छ अथवा अङ्कमा 7 अङ्कले बढेको छ। इन्भेस्टमेन्ट इन्डेक्स 2.81 अङ्कले बढेको छ भने म्युचुअल फन्ड पनि 0.05 अङ्कले बढेको छ। ट्रेडिङ 17.72 अङ्कले बढेको छ भने प्रतिशतको आधारमा 0.39 अङ्कले बढेको छ र सबैभन्दा धेरै बढ्नेमा आज इन्भेस्टमेन्ट सेक्टर परेको छ। त्यसै गरेर इन्भेस्टमेन्ट सेक्टरका 5वटा स्क्रिपहरू बढेका छन्। सबैभन्दा धेरै कमाउनेमा इन्भेस्टमेन्ट सेक्टर परेको छ भने सबैभन्दा धेरै एनआरएन, हाथवे, एचआईडीसीएलपी, निफ्रा र सीएडीसी क्रमशः बढेका छन्। त्यसै गरेर गुमाउनेमा अरू सबै सेक्टर बढ्दा नि सीआईटी र ईएनएल घटेका छन्। आजको दिनभरिको कारोबारबाट सबैभन्दा धेरै गुमाउने लगानीकर्ता भनेको होटल एन्ड टुरिज्ममा देखिएका छन्। आजको नेप्से अपडेट यति नै रहेर आज दिनभरिको नेप्से अपडेटको कारोबारपछि नेप्से चार्टमा कस्तो बन्यो त चार्ट भनेर चार्ट हामीले एनालाइज गर्नेछौँ। आज दिनभरिको कारोबारबाट बनेको चार्टको क्यान्डल हेर्ने हो भने आज बायर नै बढी बायर र सेलर दुईटैको हाबी देखिन्छ। तर देखिए पनि बायर अलि बढी एक्टिभ भएको हो कि भन्ने देखिन्छ। किन भन्दा धेरै तल खसेको थियो, झरेको थियो बजार र त्यसमा पनि बायरहरू एक्टिभ भएर माथि नै गएर क्लोज भएको छ। र यसलाई बुलिस स्पिन टप जस्तो क्यान्डल फर्माइस भएको छ। यसले आज एउटा पोजिटिभ क्यान्डलै हो। यो तल आएर तल डाउनफलमा आएर यस्तो क्यान्डल बन्नु भनेको बजार रिभर्सल जस्तो देखिने हो। र यसलाई फिबोनाचीबाट हेर्ने हो भने फिबोनाचीले 1.6 मा रिट्रेसमेन्ट भएर फर्किएको देखिएको छ भने हामीले हिजो पनि भन्दै आएका थियौँ एडिट नगरेको चार्ट थियो जुन यही एरियामा आएर यहाँबाट फर्किनु पर्छ भन्ने थियौँ। हिजो प्रफिटको पनि यो प्रफिट बुकको पनि होइन, सेलिङको पनि होइन, इन्डिसेस त्यो सेल भएको थियो। आजको भोल्युम पनि हिजोको भोल्युमभन्दा आज बढी आउनु र यही ठाउँबाट जुन एरिया गराइएको छ त्यही एरियाबाट आएर फर्कनु एउटा पोजिटिभ सिग्नल हो। र अब एउटा क्यान्डल यहीँ बस्यो भन्दैमा धेरै पोजिटिभ हुनु नेगेटिभ पनि होइन, पोजिटिभ पनि होइन, तर पोजिटिभ नै होस् भन्ने हामीले सोचौँ
यहाँबाट रिभर्सल होस्, त्यसले एउटा राम्रो पोजिटिभ बन्छ। बजारले एउटा न्युज खोजिरहेको छ, मान्छेहरू त्यति धेरै बेच्न पनि चाहेका छैनन् र किन्न पनि इन्ट्रेस्ट चाहेका छैनन् भन्ने जस्तो देखाउँछ। माथि बायरहरूले माथिले जाँदाखेरि सेलरहरूले दबाब गर्ने, सेलरहरूले तल लाँदा बायरहरू एक्टिभ भएर आउने त्यो किसिमको क्यान्डलहरू बनेको छ। आवरली रूपबाट हेर्ने हो भने पनि सुरुको 2 घण्टा बजार घटेर त्यसपछि 2 घण्टा राम्रो भएको छ, एउटा भोल्युम पनि राम्रो आएको छ, अन्तिम आवरमा पनि भोल्युम राम्रो आएको छ। त्यो किसिमले पनि भोलिबाट अब आइतबारको कारोबारबाट पोजिटिभ एउटा मुभमेन्ट होला भन्ने हामीले आश गरौँ। त्यसै गरेर मलाई सोध्नुभएको साथीहरूले एनजिपिएल को बारेमा सोध्नुभएछ। एनजिपिएलमा एउटा राम्रो मुभमेन्ट देखिएको छ। आवरली रूपबाट हेर्नुहुन्छ भने यो आज टोटल्ली हिजोबाट नै फर्किएको र आज पनि कन्टिन्यू बढेको देखिएको छ। यसलाई डेली बेसमा हेर्दाखेरि एउटा राम्रो माराबजु बनाएको छ। यसबाट यो एकदम पोजिटिभ सेन्टिमेन्ट छ, भोल्युम पनि आएको छ र पोजिटिभ सेन्टिमेन्ट छ। त्यही भएर तपाईँहरू यसमा पनि यसलाई वाच लिस्ट र यसमा इन्ट्री आइतबार चाहिँ यसलाई बाई गर्न सक्नुहुनेछ। आजको क्लोजिङभन्दा तल जतिमा पाउनुहुन्छ त्यतिमा किन्दा यसमा बेस्ट देखिएको छ। सिएचडिसी पनि एउटा आफ्नो माइनर करेक्सन गरेर फर्किएको छ। एउटा आफ्नो जुन ठाउँमा आएर त्यो ठाउँमा आएर एउटा फर्केको पोजिटिभ एउटा चार्ट बनेको छ। र एचआइडिसिएलपी यसमा पनि एउटा पोजिटिभ नै बनेको छ। एउटा साइडवेजको मुभमेन्टबाट अब यदि आइतबार बजार बढेर यो एरियालाई चाहिँ ब्रेकआउट गर्छ भने यसमा पनि राम्रो एउटा मुभमेन्ट आउने देखिन्छ। यो एरियालाई चाहिँ ब्रेकआउट गरेर माथि बस्छ भने तपाईँहरू फेरि प्रफिट बुक गरेको मान्छेहरू फेरि इन्ट्री गर्दा रिइन्ट्री गर्दा पनि एउटा बेस्ट देखिन्छ। त्यसै गरेर शिवमले अब यही ठाउँबाट जति आउनु यही सेलिङ हो, यही ठाउँबाट आएर एउटा पोजिटिभ मुभमेन्ट लिने हिजोको क्यान्डल देखाएको थियो। आज यसलाई थोरै घटेको छ। भोलि अथवा पर्सिबाट यो रिभर्स भयो भने बेस्ट हुन्छ, नत्र अब 1-2 दिन करेक्सनमै जाने जस्तो देखियो अब क्यान्डल वाइज हेर्दाखेरि। तर भोल्युम धेरै आएको छैन, त्यसमा बजार घट्दाखेरि पनि यो ठाउँमा गएर बजार घट्दा धेरै भोल्युम नआउनु पनि एउटा पोजिटिभ हो। एनएलआइसी पनि चार्ट एउटा साइडवेजमा छ, एउटा बुलिस नै मुभमेन्ट छ यसको, तर त्यति एक्टिभली नभए पनि एउटा बुलिस मुभमेन्टमै थियो छ पनि। यो एउटा डिमान्ड जोन क्रिएट गरेरै बसेको छ। यो एरियाभन्दा तल नफर्नु यसको पोजिटिभ हो। अब यो साइडवेजलाई यसले कसरी रियाक्ट गर्छ भन्ने हेरौँ। अब यदि लाइफमा त्यति मुभमेन्टहरू देखिएको छैन। र एसआइसिएल भन्नुको छ। एसआइसिएलमा पनि टोटल्ली बाइङ प्रेसर देखिएको छ। यी क्यान्डलहरू हेर्दाखेरि सेलर हाबी त्यति देखिँदैन। सेलर जुन सेल गर्ने ठाउँमा आएर सेल भए पनि त्यति सेलर हाबी देखिँदैन, बायर नै हाबी देखिन्छ। यो एउटा मुभमेन्ट क्रिएट गरिएको छ। यसमा तपाईँहरूले मैले यही एरियाबाट लिनु होला भनेर मैले भनिराखेको छु। आज पनि एउटा राम्रो बाई जोन थियो, बनाएको रहेछ, बाई अपर्चुनिटी रहेछ। यसमा तपाईँहरूले यो पनि यदि पर्सि घट्दा योभन्दा तल पाउनुहुन्छ भने इन्ट्री लिँदा हुन्छ, बेस्ट छ। यो पनि एउटा चार्ट अनुसार यो राम्रो बनेको। र साथीहरू मैले यो सबै टेक्निकली रूपबाट हेरेको चार्ट हो। मैले भनेको मैले एनालाइज गरेको कुराबाट तपाईँहरूले कुनै पनि स्टकहरू किन्ने बेच्ने नगर्नु होला। मैले एउटा टेक्निकली रूपबाट मैले भनेको छु। यसलाई तपाईँले आफ्नो अध्ययन गरेर यसको फन्डामेन्टल रूपबाट हेरेर इन्भेस्टमेन्ट गर्नु होला। र साथै तपाईँलाई कुनै पनि कम्पनीको बारेमा चार्ट बनाउनु पर्यो, कतिसम्म कुनमा डिमान्ड जोन हो, कुन चाहिँ सेलिङ जोन हो, त्यो चाहिँ छुट्याउनको लागि, अथवा तपाईँलाई कुनै पनि टेक्निकली रूपबाट सहयोग चाहिएमा युट्युबमा गई स्टक मार्केट अफिसियल पेजमा गएर लाइक कमेन्ट सेयर गर्नु होला। र यसमा दिएको ब्यानरमा यहाँ फोन नम्बर दिएको छ, त्यसमा कन्ट्याक्ट गरी टेलिग्राम अथवा व्हाट्सएपमा मेसेज गर्नु होला। र नेक्स्ट मन्थ तपाईँहरूलाई टेक्निकली रूपबाट
नजान्नुभएका साथीहरूलाई चाहिँ फ्रीमा क्लास गरिनेछ। यही भन्दै आज उक्त नेप्से अपडेटबाट बिदा हुन्छु। हस्त।